हामी चाहिँ अब रोमानिया आएर चाहिँ यो बाहिरको गार्डन भयो हैन, त्यसपछि टक्क भित्र छिर्ने है। भित्र छिरेपछि अब यहाँ जुत्ता सुत्ता खोल्यौँ हामीले। त्यसपछि हाम्रो यो सोफा, यो डाइनिङ टेबल है, ल यस्तो छ है। त्यसपछि फेरि यो भित्र यो चाहिँ म्युजिक सिस्टम, यसो साथीभाइ पार्टी गर्नु पर्यो भने यहाँ आनन्दले गर्ने। त्यसपछि छ यहाँ हाम्रो किचन। आज साउनले चाहिँ 2 क्यारेट अन्डा र यस्तो लिएर आइदिएको छ है। हामी चाहिँ नेपालबाट आज आएको हो हैन। ल है त चुलो यहाँ छ है। अब यहाँ फ्रिज सबै यता छ। त्यसपछि अब हाम्रो छ यता डाइनिङ हल है, डाइनिङ टेबल उयो टक्क टिभी सिभी हेर्ने रमाइलो यहाँ बस्ने। त्यसपछि फेरि यहाँ छ अर्को बेडरुम। ल के हो यार, यो कम्पनीमा त रमाइलो हुन्छ है। के हो बेड पनि यहाँ तम्मासको यो छ यार। नेपालमा हाम्रो प्रधानमन्त्री सुत्ने जस्ता बेड छ नि। के हो यस्तो? अब गाउँमा खुट्टे खाटमा सुतिराखेको, आफू चाहिँ खासै यस्तो ठुलोमा अलि कता हो जस्तो लाग्यो टक्क। ल यो एउटा भयो हैन। अब फेरि यो सोफा भयो रिल्याक्ससँग बस्नलाई। त्यसपछि अब आएर त्यति मात्रै पुग्यो। 2 जना हामी साथीहरू चाहिँ 2 जना साथीलाई फेरि अर्को पनि छ यता। राउटर यहीँ छ, वाइफाई यहीँ छ फिलिली है। त्यसपछि यहाँ छ यो अर्को टक्क है। ल उतिनीहरू चाहिँ हाम्रो दराज। अब यहाँ सामान मिलाउँदैछौँ। आज यो पहिलोचोटि हो। हिटर आनन्दले तातिरहेछ है। अनि हाइवे यहीँ हो टक्क। भनेपछि कम्पनी त अब सेफहरूलाई राम्रै हो नि हैन। यतिसम्म त पार्न परिगयो नि भन्दै हामी 2 शब्द यहीँ टुङ्गाउँछौँ है त गाइज। अब हामी चाहिँ रोमानियातिर आइसकेका छौँ। अब बिस्तारै हाम्रो नेक्स्ट भिडियोहरू आउँछन्, हेर्दै जानु होला।